नाकमा पेन्सिल हाल्ने ट्रिक सिकाउनु भन्नुभएको थियो। सो आज चाहिँ म त्यो ट्रिक सिकाउँछु। यसको लागि चाहिँ तपाईँले पेन नि लिन सक्नुहुन्छ र पेन्सिल लिन सक्नुहुन्छ। ट्रिक सिक्नुभन्दा अगाडि एकदमै ठुलो वार्निङ, यो चाहिँ कुनै पनि बच्चाको अगाडि चाहिँ नदेखाउनु होला, किनकि जब बच्चालाई देखाउनुहुन्छ उनीहरूले कुनै पनि चेस्का पेन्सिल जे भेट्यो त्यही लगाएर नाकमा हालिहाल्छन् र यो गर्न एकदमै सिम्पल त छ यसको सिक्रेट, तर अलिकति प्र्याक्टिस चाहिँ चाहिन्छ। जस्ट इल्युजन क्रिएट गर्ने हो कि हामी नाकमा हालेर मुखबाट निकाल्ने भनेर। पेन्सिल लिने अनि अलिकति मात्र छिराउने, अथवा तपाईँले यही पार्टमा मात्र यसरी पुस गर्न सक्नुहुन्छ। भित्रै हाल्नुभयो भने आफूलाई पनि घाउ हुनसक्छ, सो बी केयरफुल। यति मात्र छिराउने र जस्ट यसले पुस गर्छ, हामीले हातलाई पुस गरेर यसरी तल लिएर जाने हो। पेन्सिल चाहिँ यसरी हातको पछाडि लुकेको हुन्छ, यो भित्र छिरेको चाहिँ हुँदैन, जस्ट इल्युजन क्रिएट गर्ने त हो। अनि जब मुखबाट निकाल्ने हो जस्ट यसलाई लिएर जाने अनि मुखमा समाउने अनि जस्ट हातलाई चाहिँ तल लिएर आउने यसरी है त। सो यो धेरै लामो पेन्सिलले चाहिँ ट्राई नगर्नु, त्यही भएर पेनले ट्राई गर्दा सजिलो हुन्छ, धेरै पोइन्टेड नि हुँदैन। सो यो गर्ने, यो भयो अनि सरी जस्ट गएको हुँदैन, इल्युजन मात्र क्रिएट गर्ने है त। प्र्याक्टिस चाहिँ गर्नु है त।